टासिदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परम्परा दलाईलामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुड्रो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। फ्रान्सिस्को वारेलाको सम्झनामा उत्तम संसारका लागि वार्तालाप। सिजोङ पेम्पा छिरिङद्वारा तिब्बती कारणका लागि भारतको मुख्य समूहसँग पहिलो बैठक। श्री दावा छिरिङले 17औं तिब्बती संसदको अस्थायी वक्ताको रूपमा शपथ ग्रहण। अमेरिका सिनेटमा परम्परा दलाईलामा ज्यू र तिब्बतको समर्थनमा नयाँ विधेयक पारित। तिब्बत कार्यालय डीसीले टिनामेन स्क्वायरमा भर्चुअल कार्यक्रमको आयोजन। अब समाचार विस्तारमा। यस हप्ता बुधबार एउटा उत्तम संसारको लागि संवादको क्रममा परम्परा दलाईलामा ज्यूले फ्रान्सिस्को वारेलालाई सम्झिँदै मानवताको एकता सम्बन्धी आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भयो। वारेलाको प्रशंसा गर्दै परम्परा ज्यूले वारेला जस्ता बुद्ध धर्म बुझ्ने साथै एउटा पेशेवर वैज्ञानिक पनि भएको व्यक्ति चाहिएको छ भन्नुभयो। So then when I met Varela, he one way is a scientist, but at the same time, he also sort of showing his deep interest about Buddhism. So often he mentioned when we discuss when a subject about Buddhism, then he say, now I have the Buddhist cap. Then say something about Buddhism, Buddhist philosophy. Then he say, now cap of scientist. Yes. Then he mentioned about science. He one of the person who really very much impressed me, and I always remember him. So this picture always in my room, I always keep this picture. 25 वर्षभन्दा अघि बितिसकेका माइन्ड एन्ड लाइफको एक प्रमुख संस्थापक वारेलाको सम्झनामा फ्रान्सिस्को एन्ड फ्रेन्ड्स एन्ड एम्बोडिमेन्ट अफ रिलेसनसिप भनिने पहिलो श्रृङ्खलाको आयोजना गर्नुभयो। तिब्बती कारणका लागि भारतका मुख्य समूहले यस हप्ता आइतबार पहिलो पटक केन्द्रीय प्रशासनका नवनिर्वाचित सिजोङ पेम्पा छिरिङसँग बैठक गर्नुभएको छ। That with his vast experience both in the administration and also in the parliamentary, he will be able to meet the aspirations of the people of Tibetans and also the cause of the Tibet and also the aspirations of His Holiness the 14th Dalai Lama. सो बैठकमा सिजोङ पेम्पा छिरिङले मूल समूहका कार्यहरूको मूल्याङ्कन गर्दै आउँदो गतिविधिहरूमा अपेक्षा नतिजा, प्रगतिका क्षेत्र र नतिजा अभिमुखीकरणहरूमा छलफल गर्नुभयो। यस हप्ताको मंगलबार बिहान श्री दावा छिरिङले 17औं तिब्बती संसदका अस्थायी वक्ताको रूपमा तिब्बती सर्वोच्च न्याय आयोगमा आयोजित शपथ ग्रहण समारोहमा शपथ ग्रहण गर्नुभयो। यूएस नवाचार र प्रतिस्पर्धा ऐनले चीनको बढ्दो खतराहरूको प्रतिरोध गर्न तिब्बती नीति र 2020 को समर्थन एन्ड भावना पुष्टि गर्दछ। सेक्सन 3306 र 3307 को अन्तर्गत विधेयकमा तिब्बतका लागि विशेष संयोजकको नियुक्ति सहित अमेरिकी राष्ट्रपतिले अन्डर सेक्रेटरी अफ स्टेट वा उच्च पदको अधिकार सहितको धेरै प्रावधानको माग गर्दछ। यस विधेयकले तिब्बती बौद्ध नेताहरूद्वारा परम्परा दलाईलामा ज्यूको पुनर्जन्मको लागि आत्मनिर्णयलाई समर्थन र चिनिया हस्तक्षेप विरोध गर्न सहयोग पुर्याउन राज्य सचिवलाई प्रोत्साहन गर्दछ। चीनको सन् 1990 टिनामेन स्क्वायर क्रैकडाउनको 32औं वार्षिक उत्सवमा वाङ जिलिनको सिम्फनी नम्बर 3 प्रस्तुत गरी एक भर्चुअल समारोह आयोजन गरेको छ। तिब्बत दूतावास कार्यालय डीसीका प्रतिनिधि ngutup छिरिङले टिप्पणी गर्दै चीन तिब्बत वार्ताको महत्त्वपूर्ण गरी भइरहेको बेलामा पनि चीनिया नेताहरूले बल प्रयोग गरेकोमा परम्परा ज्यूले खुला आयोजना गर्नुभएको छ। अमेरिकी प्रतिनिधि सभाका सभापति न्यान्सी पेलोसी, अमेरिकी सभाका प्रतिनिधि सभासद क्रिस स्मिथ,
टम ल्यान्डर्स मानव अधिकार आयोगका सह-अध्यक्ष, अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको लागि अमेरिकी पूर्व राजदूत स्यामुएल ब्राउनब्याक, पूर्व राज्य सचिव माइक पोम्पियो, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगका आयुक्त न्युरी टार्केल र प्रतिनिधि टम म्यालिनोव्स्कीले सम्बोधन गर्नुभयो। तिब्बत कार्यालय डीसीका चिनिया सम्पर्क अधिकारी छुल्टिम ग्याछोले तिनामेन स्क्वायर क्र्याकडाउनमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै तिब्बतीहरूले पनि दुःख कष्ट भोग्नु परेको छ र सन् 1959 मा तिब्बतमा कम्युनिस्ट पार्टीको क्र्याकडाउनपछि यस्तै भयावहताको सामना गरिरहेको छ भन्नुभयो। उक्त कार्यक्रममा 10वटा प्रजातन्त्र समर्थक पार्टीहरू र मुख्य वक्ताहरू उपस्थित थिए जसले वास्तवमा क्र्याकडाउन देखेका थिए। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते।